Hello everyone, welcome back to my channel GC Vlog. अनि यो ब्लग चाहिँ के को भन्दा चाहिँ हामी चाहिँ त्यसकतै चाहिँ नयाँ वर्षको अगाडि 2082 मा चाहिँ घुम्दै गयौँ अनि त्यसपछि 2083 एककतै चाहिँ हामी चाहिँ घुम्दै बुझेको ब्लग हो। पछिसम्म ध्यान दिएर हेर्नु होला कति रमाइलो भएको छ नि, यति धेरै रमाइलो लाइफमा भएको जो म चाहिँ यो चिज चाहिँ पाँच खै म त कता होला भेन तलबाट फर्के भने हो त मेरो कहाँ हिँड्लाङ कुरा गरेको सौदी पछाडी एउटा होपलेस भाग कुरा नगर मेरो ज्याकेट ठीक भयो जस्तो छ। ओ पुरले नि सबै गइसकेर हिँड्नु भएको दिदी त हिजो रातभरि यो चाहिँ जुन ओडार देख्नु भएको छ नि यो चाहिँ 5 पाण्डव बसेको ठाउँ हो। हो अब पुगेन नि के भन्छ कान्छालाई सिगार खेल्ने हामी बस्ने ठाउँ होला। यहाँ बाटो यहाँ छ एउटा नगरको सानो सुरुङ यति छैन यो हामी चाहिँ भर्खर चाहिँ देउराली आइपुगेको छौँ गाइजहरू। यो चाहिँ घुम्दैदेखि तल अझै कति बाटो हिँड्नु छ नि, यति थकै लागेन र यहाँ यसो पूजा गरेर गएको अनि यहीँ अगरबत्ती छाड्दैछु गरी मैले त। फाइनली यो चाहिँ रहेको छ घुम्ते। यसो यहाँ तलबाट हेर्ने भने कस्तो काली लेक लाग्छ नि, यहाँबाट तल हेर्ने भने त ओ माई गड मुटु डह्रो पाएर जानुपर्छ। फाइनली घुम्दै पुगेपछि चाहिँ मन्दिरको तल चाहिँ हामी चाहिँ रोड चढाउने चलन रहेछ सिद्ध भैरवमा। घुम्तेमा चाहिँ दुईवटा मन्दिर छ, एउटा सिद्ध एउटा चाहिँ भैरव। सो त्यहाँ चाहिँ हामी चाहिँ एकछिन थकाइ बिसाएर त्यहाँ आगै नबोलेर ओहो सबले खानेकुरा ल्याउनु भयो रहेछ। त्यहाँ झोलामा हेर्दै हुनुहुन्छ। रोड पकाउने चाहिँ तरिका अहिले म भन्छु ल। भन्नुहुन्छ नि आगै नबोलेर यो चाहिँ रहेको छ घुम्ते। अनि त्यसपछि हामी चाहिँ आगो नबलेर चाहिँ यहाँ चाहिँ दाउरा खोज्न आएको। दाउरै छैन सब काँचो। अनि यहाँ चाहिँ बाजेले चाहिँ रोड पोलिसक्नु भएको छ चामलको बुटो, एक माना चामलको पिठो त्यस्तै के भन्ने रहेछ मलाई चाहिँ थाहा भएन। अनि यहाँ चाहिँ मिठो गफ गर्दै हामीले चाहिँ रोडहरू पकाउने पोल्ने खिर बनाउने एकदम धुवा भने चाहिँ नम्बर 1 भएको थियो। मलाई त यस्तो थगेला थियो नि, लास्टै थगेला थियो। अनि हामी जाने बेलाभन्दा अघिल्लो कति 2 दिनदेखि चाहिँ त्यहाँ चाहिँ के गरेको भन्दा लागबत्तीहरू चलाउन चाहिँ धेरै मान्छेहरू त्यहीँ टिनको छाप्रा हालेर बस्नुभयो रहेछ। अनि हामी चाहिँ त्यहीँ गएको नरिवल के प्रसादहरू दिनु। अनि हामी चाहिँ के सल्लाह गऱ्यौँ भन्दा चाहिँ आउँदा चाहिँ हामी टेवाको बाटो आएको थियौँ। अनि जाँदा चाहिँ हामीले चाहिँ के अरे लसुने साग के टिप्ने भन्दै चाहिँ उता बासपोखराको 2 घन्टा लाएर यस्तो मिराबा यति हो भएन र म त सम्झिन सक्दिनँ। यो चाहिँ मन्दिरको तस्बिरहरू। बना भिडियो आमाको हाम्रो सबैको अनुहार देखाइ। लसुने साग घुम्टेको फाइदा सट्वा सट्वा। चाहिँ यो बाटो चाहिँ एकदमै लामो र एकदमै यस्तो डर लाग्दो थियो नि भने म भन्नै सक्दिनँ। यहाँ चाहिँ सतुवा लसुने साग टिप्दै हामी हिँड्दै गऱ्यौँ।
फर्स्ट टाइम होला म यस्तो बाटो हिँडेको हिँड्न त हिँडेको थिएँ कि लसुने साग यति धेरै टिप्यौँ नि यति लामो थियो बाटो यस्तो चक्कर आउने जस्तो म भन्नै ब्याक त गर्नै सक्दिनँ कि मैले त बयान गर्नै सक्दिनँ यस्तो त भयो त्यो नि खुट्टा त रामाराम त्यो नङ घोटेर भन्नुहुन्छ भने आमाले चाहिँ यहाँ लसुने साग टिप्दै हुनुहुन्छ यो ठाउँलाई चाहिँ तारा खसेको ठाउँ भनेर भनेर चाहिँ यहाँ चाहिँ त्यही लेखेर तारा खसेको अरे नि त अरू सबै अगाडि भागिसक्यो म भने पछाडि एक्लै छु डर लागेर म पनि अब धुकुन नलाग्नु यति अप्ठ्यारो पनि बाटो त्यो पर्सलमा लिर्की गरेर यति हाँसो लाउने त भएन र आज सुरुमा चाहिँ माइतै बस्छ माइत भोलि फेरि 7 दिनसम्म सक्नुहुन्न भोलि उठ्न सक्नु भएको हुन्थ्यो फाइनली गाइज हामी चाहिँ घुम्तीबाट तल बास पुगेर चाहिँ झरिसक्यौँ भर्खरै यति आनन्द भएर यहाँ झर्ने बित्तिकै त त्यहाँ गएर पानी सानी खायौँ एउटा आन्टी त रोला जस्तो गरेर यस्तो हँसाउनु भएन र त्यस्तो पनि हुन्छ कि खुट्टा दुखेर लास्ट टाइम अनि त्यहाँदेखि तल चाहिँ घर हामी चाहिँ गाडीमा गयौँ यात्रा चाहिँ एकदमै रमाइलो थियो तर एकदमै थकित पनि थियो सो हामी चाहिँ तल गाडीमा घर गयौँ घर गइसकेपछि हामी चाहिँ स्लिपिङ टाइम खानासाना नखाइकन सुत्दिएको यस्तो भएको थियो बाई बाई गाइज थ्याङ्क यू फर वाचिङ दिस भिडियो टिल द एन्ड एभ्रीवन डु नट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब दिस च्यानल दिस भिडियो थ्याङ्क यू फर वाचिङ द भिडियो टिल द एन्ड